हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। आइयो सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु भन्दै छु। के छ युट्युब बनाउनु हुन्छ नि, साना साना युट्युबर। म नि सानो युट्युबर हो, ठुलो युट्युबर त होइन है, ठुलो पोस्टमा पुगे होइन। तर युट्युब च्यानल कसरी बनाउने अनि युट्युब च्यानल गर्दा फेरि चाहिँ के हुन्छ, युट्युब च्यानलमा कुन कुन एप तान्ने, कुन कुन सेटिङ गरेर मिलाउने भनेर म भन्न गइरहेको छु। सर्वप्रथम अब हामीलाई युट्युब च्यानल खोल्दाखेरि चाहिँ अब हामीलाई सर्वप्रथम चाहिने भनेको एप भनेको एउटा वाइटी स्टुडियो। वाइटी स्टुडियो हामीलाई धेरै आवश्यक छ साथीहरु। वाइटी स्टुडियोमा चाहिँ किन आवश्यक छ भन्दाखेरि युट्युबमा भएको सारा कन्टेन्ट अनि सेटिङ जम्मै युट्युबमा भएको युट्युबको सारा चिजमा वाइटी स्टुडियोमा जान्छ। त्यसैले हामीलाई वाइटी स्टुडियो एकदम आवश्यक छ। त्यहाँबाट थम्बनेल भनेको चाहिँ कुनै कुराको आकर्षण के साथीहरु, कुनै कुराको आकर्षण गर्नको लागि चाहिने चिज चाहिँ थम्बनेल हो। थम्बनेलको लागि चाहिँ अब हामीले क्यानभा र पिक्सल ल्याब चाहिन्छ। साधारण गुणस्तर र राम्रोको लागि चाहिँ क्यानभा पनि राम्रो हो। अनि त्यसपछि क्यानभाको चित्र चाहिँ हजुरलाई म डिस्क्रिप्सनमा हालिदिन्छु म। क्यानभाको चित्र चाहिँ यो हजुर हेर्नु होला। अनि त्यसपछि पिक्सल ल्याब भनेको चाहिँ अलि ठुलो राम्रो गुणस्तर अलि राम्रो खालको बनाउनको लागि चाहिँ पिक्सल ल्याब चाहिन्छ। पिक्सल ल्याबको चित्र चाहिँ यो हजुर हो। पिक्सल ल्याब क्यानभा एप धेरै आवश्यक छ। काइनमास्टर अनि त्यहाँबाट भिडियो एडिटिङ, हाइलाइटर सबै कुराको लागि चाहिँ हामीलाई काइनमास्टर आवश्यक पर्छ। काइनमास्टर यो हो। अनि त्यहाँबाट आउँछ क्यापकट भनेको सबैको समय नै क्यापकट चाहिँ नम्बर 1 मा लाग्छ मलाई चाहिँ। मैले चाहिँ धेरै नै काइनमास्टर भन्दा बढी क्यापकटै चलाउँछु। काइनमास्टर अलिक गाह्रो हुन्छ। अनि क्यापकटमा चाहिँ धेरै कुरा इमोसन, एड अनि त्यसपछि ब्याकग्राउन्ड सबै क्यापकटमा जम्मा हुनेछ। अनि त्यसपछि हामीलाई अब क्वालिटी बढाउनु, अब हामीलाई पहिला कालो बनाउनको लागि चाहिँ हामीलाई क्वालिटी भिडियो नि तान्न पर्छ। यो एप हेर्नुस्। अनि त्यसपछि हामीले चाहिँ अब पछाडिको ब्याकग्राउन्ड भनेको चाहिँ क्यापकटमै हुन्छ। म त पछि हाल्छु, हजुरले त्यो भिडियो अहिले हेर्दै गर्नु होला। अनि त्यसपछि भिडियोको राम्रो अलि के भिडियोको अगाडि हाइलाइटहरू ल्याउने, एडिट गर्ने, अनि अगाडि हाइलाइट अनि त्यो अब चित्रहरूमा नामहरू बनाउने, कस्तो इमोसनहरू बनाउनको लागि चाहिँ VNV एडिटर। बाइ साथीहरु, आजको भिडियो यति नै भयो। हेरेर लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला है त।